सुभाष रेडी भइसके रेनकोट लाएर अलिअलि पानी परिरहेको वी आर हेडिङ टु ककनी आजको हाम्रो मेन ब्लगर चाहिँ ब्लगरमा बिहाइन्ड द भोइस ब्लगरको बिहाइन्ड द भोइस चाहिँ सुचित हुनेवाला छन् सुचितको कला आज सबैले प्रस्तुत कस्तो हुन्छ त्यही अनुसार चाहिँ अब पछि प्रतिक्रिया दिनु होला कमेन्ट गर्नु होला हि इज सिंगल रेडी टु बी मिंगल्ड अब सबै हेर्नु एकदम ट्यालेन्टेड मान्छे हाम्रो ग्रुपको ल हामी दुईजना चाहिँ रेडी भइसक्यौँ हामी पुरिरहेको छ सबैलाई सबजना पुरै फुलोएको अगाडि यत्रो लगाएर बसिराखन् अब कतिखेर निस्किने यिनीहरू अझै थाहा छैन श्रीको ब्लगमा केही भन्देऊ रे हाम्रो यात्राको बारेमा कहाँसम्म के गर्ने हो हाउ एक्साइटेड आर यु ओके गुड वाट अबाउट यु सेम कतिको एक्साइटेड छौ तिमी एकदम एक्साइटेड पानी परिरहेछ कहाँ तिमी हिमाल चढिरहेको कि होइन बम डिफ्युज गर्न गइरहेको कि के गर्न गइरहेको बम डिफ्युज गर्न हिँडिरहेको गयो यस्तो पानी होइन के हो भन त प्रभाकर चाहिँ हाम्रो फुल बम डिफ्युजर यस्तो पानी बढ्दै गरेको अवस्था होइन पानी परिरह तर पनि हामी हिँडिरहेछौँ होइन तर रेस्पोन्सिबली स्लो ड्राइभिङ गरिरहेछौँ सबैलाई कुर्दै होइन हजुर हजुर ढिलो जाने आरामले जाने सबैको त्यही हो जति ग्रुप भने पनि आधी यता आधी उति भइदो रहेछ ग्रुप भनेर हिँडेको होइन अहिलेसम्म हामी डबल मात्रै खाऊँ अर्को 3 जना ग्रुप चाहिँ यता 3 जना चाहिँ उताबाट माथि ल जाम अब हामी छुट्टिन्छौँ होला सबैजना भेटेको अवस्था सबैजना भेटियो अब सायद कोही पनि छुट्टिँदैन होला ओ सुरक्षा कस्तो भइरहेको तिमीहरू एक्लै हिँड्दा हो त कस्तो भइरहेको साथीहरू सौगात चाहिँ रङ बाटोको सौगात चाहिँ रङ बाटोतिर हिँडेछन् अगाडि हिँड्दाखेरि क्या अगाडि जाऊँ न हाम्रो कोर्डिनेसन नभएको कि के भयो होला अलि भन्नु त होइन यो कसैको स्कुटर अलिक बढी ताने जस्तो लाग्यो कसैको अलिक स्लो जस्तो लाग्यो कसैको अलिक अगाडि हुत्ते जस्तो लाग्यो होइन अब चाहिँ के गर्नुपर्छ भन्दाखेरि अगाडि ठ्याक्क बाटो थाहा भएको मान्छे सुरुमा जान्छ अनि यहाँ टेल लाइट देखिन्जेलसम्म आइरहने पछाडि बसेको मान्छेहरू पछाडि बसेकोलाई हेर्ने देखिरहेको छ भने अन्नमा रोक्ने यो सँगै जानु पर्यो हाम्रो भ्युअरहरूले चाहिँ हजुरको रेनकोट कहाँबाट किन्नु साह्रै मन पर्यो भन्ने खासमा कहीँ पनि किन्न पाइँदैन होइन यो चाहिँ स्पेसल रिक्वेस्टमा हस्पिटलले दिनुभएको रेनकोट हो पिपी किट जस्तो रहेछ अलिअलि एक्ज्याक्टली यो चाहिँ पिपी किट नै हो यो पहिलाको स्टक बाँकी भएको भएर अहिले सदुपयोग गरौँ भनेर ल अब तपाईँले चाहिँ यो ग्रुप डिभिजन गर्ने यताउति गर्ने आफ्नो पारामा हिँड्नेलाई सम्झाउनु पर्यो है अस्पतालको स्टाफ पार्किङ छ त यो नदेखा मैले Feel alive, silent.
एकदम कुहिरो लाग्यो यार है। कति छ अहिले? 8%। ब्लग बनाउँदा बनाउँदै 8% भइसक्यो आधी बाटोमै। पुरै कुहिरो लाग्यो अहिले। अब यहाँ त सबै सँगै जान्छ त्यस्तै होला अब। ओ माई गड, अति नै पानी पर्यो अहिले त। कुहिरो लाएर केही देखिन देखिन्न यार। हामी ट्राउट माछाको हन्टको लागि स्कुटर राखेर हिँड्दैछौँ। हामी ककनी आइपुग्यौँ। ककनीबाट मुनि मुनि तल्लो बाटो अर्कै माछा हन्टिङ गर्नलाई हिँडिरहेछौँ हामी। यसको लिडरसिपमा छन् सुचित, हामीसँग छन् टेक र उज्जवल। यति इन्जेल पुरै हिँडेर वी have finally come to a trout farm. यहाँ हामी माछा गर्छौँ। हिमाली रेनबो ट्राउट फार्ममा आइपुगेका छौँ हामी ककरीमा। पछाडि केटाहरू नि आइरहेछन्। हामी 4 जना मात्रै है माछामा लिनलाई चाहिँ आज। हामी आइपुग्यौँ ट्राउट फार्ममा। अब चाहिँ वाउ दामी छ यार बाटो। चिसो पानी परिरहेछ। ल हाम्रो एक फिसिङ हान्दैछन्। ल ल जाऊ तल। ल ल ल ल ल के पर्यो ल सुर्र ल एउटा कतिवटा पर्यो। ल ल पर्यो ल पर्यो कतिवटा पर्यो ल माछा। पुग्छ होला नि होइन 2.5 किलो। अब पाकेर त रेडी भइसकेको छ। एउटा खाइदिने यहाँको ककनीमा खाने खाजाको व्यवस्था भइरहेछ। यहाँ हाम्रो यहाँ सुमनले बाँडिरहेछन्। यो चाहिँ ट्राउट माछा अघि चाहिँ फिसिङ गरेको। त्यस पछाडि अघि तिमी त छुट्टै होइन फिसिङ गर्न। उता चाहिँ अघि चटपटे बनाइहालेछन् अनि त्यही चाहिँ खाइरहेछ। पिङ देखेर दौडिँदै आएको केटाहरू। लास्टमा पुरै बन्द रहेछ। वाट अ भ्यू यार, ग्रेट टाइम। माछा पुछ्रे शिरको पानी फेवा तालमा आइछ। झल्को किन लाछ भन्दा भेटु नपो रहेछ। माझी दाई पोखरा फेवा तालको लामया साँच्चैको नलाम्बो ख्यालैको। ट्रिपल कभ हो त्यो। यो के सबैले पाइयो टेबलमा आइराछ। बिरती मैले नलाको होइन कतिमै होइन छ। झन्कै बाला झुलौला मायाले बोलौला। झन्कै बाला झुलौला मायाले बोलौला। Will always love you. Bittersweet memory. मैले कसरी भनेको भन्दाखेरि म अब त्यो शिक्षाको भएको हुनाले अब मेरो सबै साथीहरू कोही कता पनि त होइन। त्यो हिसाबले चाहिँ त्यो इट्स टोटली डिफ्रेन्ट। दिस इज द लास्ट एभर। तिमीको अब 6 months मात्रै बाँकी छ क्या। Guten Morgen. The light can reach you in the desperate times. To change your soul and change your
ककनी तारागाउँ रिसोर्ट र हामीसँग छन् यहाँ सुमन। कस्तो लागिरहेछ त भ्यू कस्तो लागिरहेछ? बेस्ट लागिरहेछ। यो चाहिँ हाम्रो केटाहरूको हल हो। अब यहाँ सुत्ने मात्रै भन्ने मात्रै नाम मात्रै भयो, किनभने 12, 1, साढे 1, 2 बजीतिर आएको थियो केटाहरू। अझ 2 बजीतिर आएर यहाँ 6 बजी उठेर रेडी भइसक्यो बोइज हल। आज अब 8 बजे ड्युटी पुग्नु छ, 6:30 भइसक्यो। सब राम्रो देखिरहेछ, सब राम्रो देखिरहेछ। अनि लालीगुनास सहित ओहो यस्तोवाला भ्यू हो क्या देखिरह। तल बस्नेहरू चाहिँ तलै छ। यहाँ चाहिँ ग्रुप डी भनेर लेखिएको छ। अब यसलाई यसरी हेर्दाखेरि अलि देखिरहेको छैन। ग्रुप डी गाइजको कसैको त्यहाँ इस्यु भइरहेको, ग्रुपमा सँगै नबस्ने हामी, ग्रुपमा हामी सँगै नबसौँ भनेर प्रभाकर दाइले बसौँ भनेर प्रभाकर दाइले सम्झाइराखन् ट्यागलाई। तर ट्याक्स होइन, म त बस्दिनँ, म एक्लै बस्छु, म अर्को ग्रुपमा जान्छु भन्ने कुरो भइरहेको छ। यहाँ प्रभाकर दाइ र सुरक्षाले पर्सुट गरिरहन् हाम्रो ट्याक्सलाई। ट्याक्स चाहिँ खास हाम्रो हिरो हो। ऊ जहाँ बसे नि काम चाहिँ गर्छ, तर उसलाई तिनीहरूसँग बस्नु छैन जस्तो। ल ल अहिले ल यति नै। सो हाम्रो ट्रिप हेज कम टु एन्ड। 7, 7:30 भइसक्यो। हामी ढिलो ढिलो गरिरहेको छौँ। वाउ चिलेर त उही। सुशान्त कस्तो लाग्यो त तिमीलाई? जाडो मात्रै ओभरअल तर बहुत रमाइलो भयो। सोचिँदा अति रमाइलो है। एक नाइटको लागि हुन्छ नि 4-5 घन्टाको लागि आएर अनि यति रमाइलो धेरै चाहिँ पाइएन। त्यही हो। ल थ्याङ्क यू सो मच तारागाउँ। हामी आइराख्ने ठाउँ अब हामी निक्लिनुपर्छ। ल यस्तो सेल्फी स्टेसन रहेछ। दाउराको नेक्स्ट चोटि आउँदा चाहिँ आफैले एउटा दाउरा नि लिएर आउँला। 15 जना। पानी नपरे अब ल्याउनु मिल्थ्यो यता पानी पुरै दाउराको मर्कु